सब रेडी हो? रेडी हो सर। ल ल ल रेडी। यता आउनुहोस्, यता आउनुहोस्। उहाँ तपाईँको बहिनी होइन, उहाँलाई चाहिँ मारेर फाल्दा हुन्छ है। अनि तपाईँ आफ्नो मरेको बहिनीलाई देखेर विलाप गर्नुहुन्छ, रुनुहुन्छ, चिच्चाउनुहुन्छ, बहिनी बहिनी भनेर होइन। अनि त्यति बेला उहाँ आउनुहुन्छ अनि उहाँले आएर के भो काका भनेर सोध्नुहुन्छ। अनि तपाईँले रुँदै बाबु मेरी बहिनीलाई त्यो राते कान्छाले मारेर फाल्दियो भनेर भन्नुहुन्छ। त्यो राते कान्छाले ल ल ल अहिले होइन, अहिले खै एक्सनै भनेको छैन, एक्सन भन्नु पर्यो नि होइन र। रेडी हो? रेडी। ल क्यामेरा रोलिङ। ल एक्सन। कतले करा किन करा गराउनु पर्छ के एक्सन भन्नेलाई? बिस्तार भने नि त सुनिहाल्छु। ल ल ल ल एक्सन। अब रुनी होइन त मलाई थाहा छ। कट 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 तेरी किन प्रश्न गरिरह? प्रश्न गर्ने होइन, खुरुखुरु रुनी है। नसोध्ने नसोध्ने जे मन लाग्छ त्यही गर्ने। ल ल ल रेडी एक्सन। मेरी बहिनी के भएर मर्यौ तिमी? किन मर्यौ मेरो बहिनी? मेरो बहिनी के भयो? किन उठेको? तेरा बाउ भयो। यहाँ घाइते मान्छे लम्बा सर पारेर मर भन्ने तिमीहरू मर्या छैन, मान्छे अस्पताल लानु परेन? ए भन बाउले त्यो स्ट्रेचर मगाउने हो के गर्ने? तुरुन्त अस्पताल जिउँदैछ, यतिको मान्छे बाँचिहाल्छ नि। ल घाउ मात्रै लाग्छ। तेरी बाजे मरेको भन्ठान्ने के? मरेको भन्ठान्ने ए भन्ठान्ने? अब हरेक फिल्ममा यसरी कलाकार साँच्चीकै मर्न थाल्यो भने त कलाकार सिद्धिहाल्छ नि। ल फेरि रेडी क्यामेरा रोलिङ। ल एक्सन। मेरो बहिनी कट 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 कट। लाइट जर कसले ढालेको थियो? स्पोर्ट भाइ। अनि नानीको पहाड घर चाहिँ कहाँ नि? पहाड घर कहाँ हुने? क्या तेह्रथुम। ए तेह्रथुम। अनि के थरीकी छोरी? सिटौला कि। एक्सन। कट। यस्तो फिल्म चल्छ? यो बहिनीको थर त सिटौला रहेछ नि त। सिटौला भनेको त मेरो ससुराली खालको। अब यो बहिनी मेरो साली पर्ने छ। अब सालीलाई बहिनी भनेपछि मेरो घरकी बुढीलाई मैले दिदी भन्नुपर्छ। घरकी बुढीलाई दिदी भन्ने फिल्म चल्छ? तेरी बाजे भन्ठान्ने क्या भन्ठान्ने? कति बेर लागिरहेको भन्न? कस्तो मान्छे लिएर आएको यहाँ? आफूलाई कस्तो बिगाइसक्यो। अब म सक्दिनँ यस्तो खेल्नलाई। तेरी के गर्ने? ओ भाइ प्रोडक्सन यहाँ आउनुहोस्। हजुर दादा। के आर्टिस्ट ल्याएको यार? यस्तो तालले पनि एक्टिङ हुन्छ? नेपालमा प्रोफेसनल आर्टिस्ट कोही छैन। यही तालले नेपाली फिल्म बिग्रेको। जहाँ पाए त्यही बाटोमा भेटेको मान्छेले कहीँ गर्न सक्छ? त्यसरी हुँदैन नि बाबु। प्रोफेसनल आर्टिस्ट बोलाएर ल्याएर हुन। बोलाएको मान्छे नआएर यसलाई बोलाएको दादा? ए साली नानी एकचोटि सुतेन अब मिल्छ के? ए बाजे तिमीले गरी खाँदैनौ, तिमी पनि घर गएर सुत जाऊ। आफै सालीलाई बहिनी भन्ने फिल्म बनाउँछ, घरै जा भन्छ। तपाईँहरू कोही छ यहाँ डायलग बोल्न सक्ने? अब यो त लडाएर मर्छ। नमस्ते नमस्ते। बोल्न सक्छौ त? म त कहाँ बोल्नु फिल्ममा त लाज लाग्छ। अब अनि किन हात उठा त? म होइन के, हाम्रो गाउँमा एकजना तक्मेबाट भन्ने आछ, उसले चाहिँ भुटुङ टुङटुङ बोल्छ, गोली चलाएको थियो। ल त्यही भएर म भन्न आएको। ओ भन्ने त्यो तक्मेबाटलाई फोन लगाइदिनु न। फोन लाखे लाखे टावर भेटेन, एकछिनमा बाहिर निस्किँदैछु है। अब भनौँ त सुन्दैछु। कसो अरे सुटिङमा सुटिङ खेल्नु कसले अरे? भुवन केसीले बोलाएको अरे सुटिङमा। तोक्पे बुढे खोजो। अनि यो हजुरको फिल्म चाहिँ कहिलेदेखि चल्छ? फागुन 19 गतेदेखि काठमाडौँ लगायत देशका सम्पूर्ण हलहरूमा चल्दैछन्।
लाखे है सुटिङमा बोलायो अरे भनेर म त दसैँको जुत्ता पो लगाएर आएको छु हेर त उयो तोक्मेबाट भने ल म चाहिँ गएँ सेवार हजुर तपाईँ बोल्न सक्नुहुन्छ त के भनेर बोल्नु नसक्नु हो जापानमा जाँदा जापानी भाषा हिन्दुस्तानमा जाँदा हिन्दुस्तानी भाषा मलायमा जाँदा मलाय भाषा त्यति नाथे यही गोर्खामा जन्मेको गोर्खे नेपाली भाषा त पिटिङ टिङ पड्काउँछु नि हो म त मिसिनगन पड्काए जस्तो पोखरिनको युद्ध सिद्ध्याएर यता हिन्दुस्तानको बाटो हुँदै गुडुङडुङ ल्यायो हिन्दुस्तानमा एक दिन बस्ने भयो र एकछिन बसेको त यसो बाहिर हेरेको त सुटिङ खेल्दै रहेछ लाखे है के को सुटिङ भनेर बाहिर निस्किएको त हिन्दुस्तानको फिल्मको सुटिङ हुँदै रहेछ हिरोले गर्दो रहेछ नलागिकन त्यो गुण्डा चाहिँ आथा भन्दै कुद्दो रहेछ हामी भनेको त एउटा खुकुरीले 150 जनालाई 70 बनाउने गोर्खेको छोरो हौ 4 अम्बल काट्दाखेरि पनि वास्तै नहुने मान्छे त्यत्रो त्यो नछुइकन आथा भनेको त त्यति राम्रो लागेन है त्यही भएर म त नाटक खेल्दा पनि खेल्दिन बरु पर बसेर हेर्छु है लाखे होइन के नचाहिँदो कुरा भन्छस् त हाम्रा ससुरावाला पुलिसले मूर्ति चोर भनेर समातेर लग्यो अरे ओहो अब के उपाय लाउने होला त किन आत्तिरहेको हिमाल असेको बुढी उहाँ गाउँमा बिरामी छ अरे नि त भर्खरै त्यही गाउँबाट आएको एकदम दाइले भनेको अरे त्यसो भए कुरा सिद्धि गिरी चम्सुरी ती गुरुले त झन् प्रगति हुन्छ भनेर भन्थे यसरी जेला कोचिनु पर्यो त्यही खडानन्द गुरुले गरेर भएको हो भनेर भनिदिउ कि क्या हो हुँदैन बुढा हुँदैन झन् खतरा हुन्छ तिमीले त जे भन्यो त्यही पुग्छ हरिओम तस्सत् नारायण काशी गुरु मलाई किन बोलाउनु हजुर यो लौले समात्नुहोस् त तपाईँको छैन मलाई फेरि हात हेर्न मन लाग्यो बा एकताल हात अगाडि बढाउनुहोस् त तपाईँले त छैन चौकीमा कोही मान्छेलाई मूर्ति चोर भनेर समातेर थुने जस्तो देख्छु नि म हो हजुर हो मुला सागलाई त्यसले सुनको मूर्ति चोरेछ नि मुला सागले चोरे होइन जो मान्छे मूर्ति चोरी भयो भन्दै उजुरी गर्न आयो नि हो त्यही मान्छेले चोरे हो यो सुनको मूर्ति तेरी गुरु कहिले चोरले पनि मूर्ति हरायो भनेर उजुरी गर्न आउँछ होइन तपाईँलाई खडानन्द गुरुको विश्वास लाग्दैन क्या हो विश्वास लाग्छ अनि के ठ्याठ्या गरेर आज रिसै उठेर आउँछ है मलाई त तपाईँको श्रीमती भने अहिले गाउँमा सिकिस्ते बिरामी भइरहेछ नपत्ता एकताल फोन हान्नुहोस् त त्यहाँ मोबाइल हिजो बेलुका अफ गरेर सुतेको अनै गर्न बिर्सिएछ अनि फोन हान्नुहोस् त अయ్యా नि आमा मरे यतिखेर फोन गरेर मरे बुढाले हेलो ए तिमीलाई कस्तो छ राम्रो छ किन मोबाइल स्विच अफ गरे नि आफूलाई यहाँ पेट दुखेर मर्नु भइरहेछ होइन के मेरो दुखी पेट खोइ के भएर बिहानदेखि दुखिरहेछ यार तिमी त्यो आइते दाइलाई लिएर तुरन्त हस्पिटल गइहाल्छ धेरै नै गाह्रो भयो म पनि मिलाएर आउँछु ल बुढा ल गुरु मेरो श्रीमतीलाई केही त हुँदैन नि है खडानन्द गुरु भएपछि अत्तालिनु पर्छ त त्यो मुला सागलाई चौकीबाट अहिले तपाईँले तुरन्त छोडिदिनुहोस् त तपाईँको बुढीलाई अस्पतालै जानु पर्दैन हस् गुरु हजुर मलाई माफ गर्नुहोस् हजुर हजुरले त्यो सुनको मूर्ति चोरेकै होइन रहेछ त्यत्तिकै निर्दोष मान्छेलाई समातेर दुःख दिने त्यही भएर त पुलिस फोर्स बदनाम भएको नि मुला साग होइन मैले माफ त मागिसकेँ त पुरै फोर्सले गाली गरेर जान्छ बा चम्सुरी बुढा कसरी छुट्यौ तिमी वही अचम्ममा पर्यो भने त्यो मुला साग असैले उल्टो माफी मागेर मलाई छोड्दियो भने त्यही त अचम्मै भयो एकताल गुरुलाई गएर भेट त तपाईँको घर बिग्रेर होइन के मुला साग त्यो हिमाल असोइको चाहिँ घर बिग्रेर त्यसले तपाईँलाई समात्या हो क्या
तपाईँको त धेरै राम्रो छ नि। के राम्रो हुनु, भएको सुनको मूर्ति पनि त्यही हिमाल असैले लिएर गएको। यो लौरो समात्नुहोस् त, त्यो कहाँ सुनको मूर्ति हो त, त्यो त पित्तलको मूर्ति हो नि। होइन त्यति बिग्न जान्ने हुन् र यी गुरु? किन नहुनु नि, तिनै गुरुले गर्दाखेरि त हाम्रो बुढाले स्कुलमा जागिर पाएका छन्। ओहो लौ न त बहिनी, त्यसो भए एकचोटि ती गुरुसँग मेरो पनि हात हेराइदिउ न। हरिओम तत्सत्यनारायण, काशी काशी काशी। गुरु उहाँ पनि हात देखाउन आउनु भएको रे। ए 1000 रुपियाँ होला त? गुरु 1000 त छैन, 100 रुपियाँ चाहिँ छ। त्यही 100 रुपियाँ भयो भने निकाल नि त। हुन्छ। नानीको हातबाट म महिलाको हातबाट मात्रै दक्षिणा लिन्छु। लिनुहोस् गुरु। धन्यवाद। हात उठेर ल्याउनु के हेरिरहन्छौ नि? नानी यो समातेर बस्यो भए दुःख गर्नु पर्दैन, बस्यो। तपाईँको घर छोरी छे गुरु छे, 17-18 वर्षकी छे। ओहो लु बर्बाद भएछ बा। तपाईँको छोरीले त अर्कैको पेट बोकेर हुन्छ नि।